नमस्कार दर्शकबिनहरू, आज म मरिन गाउँपालिकाको वार्ड नम्बर 1 चुक्टेमा पुगेको छु। चुक्टेको टप डाँडामा छु। हामीसँग ज्ञानबहादुर घिसिङ दाइ हुनुहुन्छ। उहाँसँग हामी यो चुक्टेको अवस्था, यहाँको कसरी ग्रामीण अवस्था कस्तो छ, कसरी जीवन चलाइराख्नु भएको छ, के छन् सङ्घर्ष, के छन् राम्रा पक्षहरू, सबै कुराहरू मिठो कुराकानी गर्न आज हामी यहाँ आइसकेको छु। म करिब 1 घन्टा बाटो भदेरोबाट मलाई यहाँ पुग्न बिहान 1 घन्टा लाग्यो। 1 घन्टाको यात्रापछि म अहिले यो डाँडामा टपमा बसेर गफ गर्न गइरहेको छु ज्ञानबहादुर दाइसँग। दाइ धेरै धेरै स्वागत छ। आरामै हुनुहुन्छ? तपाईँ त भगाएर छोड्दै हुनुहुन्थ्यो, मैले तपाईँलाई सोचसार गरेर उता लिएर आएँ। अफर त मान्नु भएको छैन? खेती किसानको काम गर्ने अनि काम गरिराख्दा यो डाँडामा बसिराख्दा कस्तो छ बसाइ? बसाइ ठिकै हो सर। मलाई चाहिँ एउटा हावापानी राम्रो भनेर बसिरहेको, तर पानीमा चाहिँ अलिकति गडबड, पानीभन्दा आफू माथि। अनि यहाँको बस्ती है डाँडा डाँडामा, अनि पानी चाहिँ तल तल बेसीमा, अहिले पानी तल मान्छे माथि, अनि बल्लीले अब उ गरेर तानेर चाहिँ खानु भएको थियो। अहिले रुडीले बिगारेर अहिले भर्खर ल्याउन चाहिँ सुरु चाहिँ गरेको छ। तर पालिकाले निरन्तर पहल चाहिँ गरिरहेको छ है, पानी पुर्याउनलाई सकी नसकी पहलहरू चाहिँ भइरहेको छ। तपाईँहरू यही चुक्टेमै हुनुहुन्थ्यो पहिला? पुर्खा कताबाट आयो? हाम्रो पुर्खा त उहाँ बनखुबाट आउनुभयो। बनखुबाट भनेपछि काभ्रे जिल्लाबाट होइन? यहाँ आउनुभयो। अनि तपाईँ यतै जन्मिनु भएको यो चुक्टेमै? मेरो जन्म थाहा त यहीँ हो सर। अनि परिवारमा को हुनुहुन्छ अहिले? मेरो परिवारमा त अरू सबै छन्। एउटा बुबा ऊ यहाँ पल्लो घरमा छ, म यता, कान्छो भाइ काठमाडौँतिर, साइलो भाइ दक्षिणतिर छुटेर बसेका छन् आफ्नो आफ्नो व्यवहारमा। अनि मेरो भन्ने चाहिँ छोराछोरी कति तपाईँका? मेरो छोरा 5वटा, छोरी 5वटा छ। 10वटा जन्माउनु भयो? मेसिनै बनाउनु भयो त मान्छेलाई। हुन त पहिला अब त्यस्तो किसिमको साधन भनौँ, त्यो किसिमको चेतना पनि थिएन है। जति जन्मिन्थ्यो जन्माउनु पर्छ भन्ने थियो। हुन त उसै पनि अहिले पछिल्लो चरणमा नेपालको जनसङ्ख्या घटी पनि रहेको छ है। त्यो हेर्दा अलिकति यहाँ मैले धेरै 5-6 जना नपुगेको त बच्चा नभएको त घरै देखेन अघिल्लो पिँढीमा होइन? योभन्दा अगाडि यति धेरैलाई अहिलेको बच्चा, जस्तो कि अहिलेको बुवा आमाले त एउटा बच्चा 2टा बच्चा जन्माउँछन्, त्योभन्दा बढी जन्माएर हुर्काउन धेरै कठिन छ भन्छन्। 10-10 जना बच्चा पछि जन्माउनु र हुर्काउनुको पछाडिको सङ्घर्ष कति दुःख लाग्यो, कति दुःख गर्नु? जन्माएकै छ, हुर्काएकै छ, गएको छ। अब बल पुगेपछि आफ्नो स्थानमा त आफै जान्छ नि त। आफै कसले भने मुलालाई त डोब त हामीले खनेर दिएको होइन, आफै खनेर तल जान्छ। कति राम्रो उदाहरण। अब मैले भनेको छ कि एउटा सन्तानको ठुलो हो, तर मान्छेलाई कुनैलाई चाहिँ सम्पत्ति ठुलो हुन्छ। आहा, कति मिठो कुरा उठाउनु। मलाई चाहिँ सन्तानको ठुलो, किनभनेदेखि सन्तानलाई जन्माएर अब सानो भइन्जेल पो आफूले हुर्काउनु पर्यो। त ठुलो भइसकेपछि त ऊ आफै मुला जस्तो डोब खनेर जान्छ नि त भन्ने। सन्तान र सम्पत्तिमा तपाईँले सन्तान रोज्नुभयो, सन्तान जन्मिसकेपछि सन्तानले आफै पनि हुर्किँदै कमाउन सुरु गर्छन् भन्ने तपाईँलाई लाग्यो र 10 वर्षपछि जन्मे। त्यही त। अझै पढाइमा पनि म अरूले जस्तो हजुरले पढे जस्तो पनि लाग्छ तपाईँको कुरा सुन्दै गर्दा। तपाईँले कतिसम्म पढ्नु? तपाईँले कुरा उठाउँदै गर्नु। धेरै पढाएन सर, म त भर्खर 1मा मात्रै पढ्दा नै अब त्यो बेलाको जमानाहरू 1 चाहिँ पढ्नुभयो। तर 1 पढेर पनि तपाईँसँग अहिले अनेक कुराहरू गर्ने शैली व्यवहार हेर्नुहोस् त। कुरो त त्यस्तै त हो नि। अब कुनैले चाहिँ अब हजुर सरहरूले चाहिँ जाने कुरो लेखरको हुन्छ, हाम्रो चाहिँ एउटा आत्मा कुरो हुन्छ कि यो कुरा बोल्दा पक्कै नाक्छ, यो कुरो बोल्दा ठिक हुन्छ भन्ने हुन्छ। अनि खेतीबारी कस्तो छ? कति छ खेत? खेतबारी धेरै राम्रो छैन सर। पछि लागेको रहेछ हाम्रो बाउ हजुरबाहरू अलि पछि परेको रहेछ। यहाँ अलि राम्रो ठाउँमा जग्गा किन्नु सकेन, झन् चाहिँ छ पाखापाखीहरू चाहिँ अहिले कमाइ खायो भने अब छोरा नातिले पुग्दै छ सर। अनि कोदो अरू के लगाउनुहुन्छ? प्रायः त मैले यहीँ आएर जीवनमा मैले कोदो देखेँ। यहाँ भनेको कुरो कोदो हुने हो सर। हजुर, तोरी हुन्छ सर, छर्यो भने। अनि मकै हुन्छ, फापर पनि हुन्छ। फापर पनि लगाउनुहुन्छ? फापर पनि हुन्छ। धान बेच्नुहुन्छ पनि? हजुर, बेच्नुहुन्छ? बेच्नुसम्म छैन सर। अनि धान भन्दै हुनुहुन्थ्यो, धान कतातिर लगाउनुहुन्छ? धान त यो मुनतिर छ सर मेरो। त्यो पानी लाग्छ? पानी लाग्छ यो यताको। अनि हिउँदमा हुँदैन, बर्खाको लागि। अनि यहाँ काम चाहिँ कुनै महिना खाली नहुँदो रहेछ, कुनै दिन खाली नहुँदो रहेछ। म आएको 19 महिना पुग्यो है। हजुर, 19 महिना मैले एक दिन कोही मान्छेलाई खाली बसेको देखेन। बिहान उठ्यो कि काम खोज्दै जाने, खेतबारी कता हुन्छ, जे भए पनि एउटा काम भेटाउने। यहाँ त काम त खाँचो हुँदैन सर। अनि कामले दुब लागेको अनि कमजोर भएको एकजना पनि मान्छे देखेन। यहाँको खानपान चाहिँ के हो खस? यति काम गर्दा पनि
राम्रै चिजहरू पनि फेरि यहाँ धेरै भिटामिन हुने चिजहरू पनि उत्पादन गर्न सकेका छैन सर। फेरि यहीँको चिजहरू खाएर कोहीलाई त ठ्याक्क मक्क मस्ती भइरहेछ, जीवन खैलाग्दो छ। मान्छे अलिकति सिकटी अलिकति सुकेको भयो भने तर पावर त हुन्छ यहाँको मान्छे। उकालो ओह्रालो हिँडेर पहिल्यैदेखि पास भएको जीवन हुँदो रहेछ क्या यो पसिना एकदम बगाएर हुर्काएको ठाउँ। खै त्यति अहिलेसम्म त रोग त लागेको छैन सर। अनि अलिकति स्वास्थ्य उपचार कस्तो छ, के छ, कहाँ जानुपर्छ उपचार गर्न, त्यो के समस्याका कुरा गरौँ न अलिकति। स्वास्थ्य त सर यहाँ पहिला चाहिँ हामी सिन्धुली अनि उहाँ वीरगञ्ज काठमाडौँ जानु पर्थ्यो। अहिले त अलिकति छोटो थोरै समय चाहिँ अलिकति भर्खरको बिरामीहरूलाई नयाँ सान्तिना बिरामीहरूलाई यसो छेरपट लाग्ने अलिकति यो केही मार्कीले भेट्नेलाई चाहिँ यहाँ काधिकेमै अझ नजिकै स्वास्थ्य आइसक्यो, त्यहाँ पनि जानुहुन्छ। त्यहाँ अब भिटामिन नपाइने अरू ठुल्ठुलो चेक जाँच नभए पनि अनुसारको त्यहाँ चाहिँ हाम्रो प्राथमिक उपचार भनौँ न, फटाफट हुने उपचार हुने भयो। सामान्य हामीले सक्दैनौँ, तपाईँ अलि टाढै जानु भन्ने खालका चाहिँ यहीँ भइरहेको छ। यहाँ प्रायः कस्ता समस्याहरू आइपुगेका छन् स्वास्थ्यमा, जस्तो के समस्या बढी आइरहेको छन्? यहाँ त त्यति हो सर, यो मार्कीले भेट्ने खुकी अलि बढी लाग्छ अनि खुकी लाग्ने कहिलेकाहीँ यसो छेरपाटी पनि लाग्छ अनि त्यस्तोलाई चाहिँ ज्वरो आउनलाई चाहिँ यहीँ गर्नुहुन्छ। प्राय बिरामी भइराख्दा चाहिँ अस्पताल भन्दा पनि अलिकति झारफुकतिर अझै लागिराखेको तपाईँ जानुहुन्छ कि मैले त तपाईँलाई आज भन्नुपर्ने हो जस्ताको जस्तै है, नलुकाइकन भन्नुपर्छ है। हो नि सर, यहाँ धेरै जस्तो अस्पताल धाएको भन्दा उपचारमा अस्पतालतिर धाएको भन्दा अलिकति धामी जागृतिले गर्दैछन्, त्यसले पनि हुन्छ सर। सन्चो हुन्छ, अलिकति व्यथाको परिणाम चाहिँ फरक पर्छ। त्यसले पनि छुँदैन नि सर। त्यसले पनि किन छुँदैन भने हो त्यही व्यथा लागेको छ, केही भूत प्रेत अलिकति चाहिँ नि लागु पदार्थ भएको छ भने हुने हो, तर त्यसमा छुँदैन। धामीको मन्त्रले पनि छुँदैन सर, त्यो पनि डाक्टरै चाहिन्छ सर। जस्तो एउटा स्वास्थ्य समस्या हुने बित्तिकै पहिला हामी झारफुक गर्छौँ, के भन्नुहुन्छ तपाईँ त्यो झारफुक गर्ने व्यक्तिलाई? यहाँ के भन्छ गुरुबा धामी धामी धामीका को हुनुहुन्छ? यता त ऊ भदौरेतिर मगरहरू छ, यता त छैन सर। छैन होइन, यता त छैन, भदौरतिर मगर। अनि आर्थिक स्थिति कस्तो छ यहाँ? कसरी मतलब पैसा कमाउने बाटो के छ, कहाँ जान्छन्, के गर्छन्? यो पनि मलाई एकदम चासो के, जुन मैले नथाहा पाएको कुरा भनौँ न। जीवन कसरी चलिरहेको छ यहाँको मान्छेहरूको? तपाईँको घर मात्र नभइकन आम परिवार यहाँ त त्यही हो सर। धन हुनेको धनमाथि धनै छ रे, ऋण हुनेको गरिबको ऋणमाथि ऋण थपेको छ। ऋण भने जस्तै हो सर यो ठाउँ। किनभने गर्नु सक्यो भने यहाँ धन कमाउनु सकिँदैन यो ठाउँमा। यो ठाउँमा कमाउने भनेको अन्न पानी कमाउने, अलिकति चाहिँ आफ्नो खेती किसान गरेर भोकै नबस्ने, अलिकति गर्नु सक्यो भने त्यहीबाट एक दुई पैसा सरसापट तिर्नलाई त्यही अन्न बेचेर खानुहुन्छ। छैन भने त्यो पनि गइगयो। बढी से बढी जानुपर्छ काठमाडौँ, धेरै जस्तो मान्छे काठमाडौँ जानुपर्छ, ज्याला पनि गर्नु पर्यो, भारी बोक्नु। त्यहाँ त दिनको 1000 रुपियाँ दिन्छ भन्नु सुनिरहेको थिएँ। दिनको 1000 कमाउँछ अरे भन्नुहुन्छ। अहिले हामी पहिला जाने बेलामा कति कमाउनु? मैले कति 45 46 47 48 सालमा चाहिँ सर तपाईँको उहाँ कालीमाठी चोकमा गएर काम गर्दाखेरि चाहिँ के भयो भने दिनभरि काम गर्यो। 2 जना मेरो जेठु र म गएको थियो। 2 जनाले काम गर्दा जम्मा 45 रुपियाँ एकजना बराबर। 2 जनामा 90 रुपियाँ पैसा पाएछ। अब त्यो ठाउँ त थाहा छैन, सहरको काम हो, आफूलाई चिनेको कसैले थाहा छैन। ए सर ठेकेदार साहब मलाई त त्यो पैसा दिनु पर्यो आज, अरू दिनदेखि म महिना मेटाएरै तपाईँलाई मागौँला, आजलाई चाहिँ आजको पैसा दिनु पर्यो सर भनेर यही भने। भन्दाखेरि जब 90 रुपियाँ पैसा उसले ल खानु भनेर दिएको भए हामी झगडा पनि नगर्थ्यौँ। हामी त भरै त मर्छौँ, दिनभरि काम पनि गऱ्यो, खुन्ची पनि बोकेँ। ल भएन सर हामी त खानुपर्छ, ठेकेदार साहेब हामी त खाना त खानुपर्छ, हामीले होटेल चिनाउनु पर्यो, होटेल चिनाएर चाहिँ हामीले यहाँको चाहिँ अलिकति ठाउँ चिनाउनु पर्यो भनेर भन्दा उसले के भन्नु भन्यो भने महिना मर्नुपर्छ, महिना नमरिकन पैसा दिन्न भन्दा थाल्यो। अनि पैसा त चाहिन्छ सर, हामी त मरिगयो नि, कसले दिन्छन् हामीलाई? यहाँ हाम्रो 1 महिना कसरी चलाउने त? 1 महिना पुग्नुपर्छ। हामी त यहाँ त हाम्रो आमा छैन,
बाउ छैन, दाजुभाइ छैन, चिन्ने मान्छे कोही छैन घर गाउँले, हामी त खानुपर्छ सर, जसरी पनि आजलाई पैसा दिनैपर्छ भनेर मैले जिग्री गरौँ। जिग्री गरिसकेपछि त्यहाँ 2 जना मान्छे बाइकमा आयो, के भन्यो भने के भयो भनेर सटरमा यसरी चाहिँ रोकाउने हो, के भयो भन्नुभयो। हामीलाई त पैसा चाहियो सर भनेर भन्दा त यस्तो भन्नुहुन्छ, उहाँले दिन्न भन्नुहुन्छ भनेर भन्ने बित्तिकै उसले चाहिँ के गर्यो भने, ओ अर्काको गरिबको पैसा दिनु पर्दैन, गरिबको पैसा चुहाएर खाने हो, उहाँले त्यस्तो राम्रो कुरो गर्नु भएको छ, तपाईँले त्यसो गर्ने, तपाईँसँग त पैसा छ, तपाईँ ठेकेदार मान्छे हो, के 1-200 पैसा दिँदा 200-400 पैसा दिँदा उसलाई दिँदा तपाईँलाई पाप लाग्छ भनेर करायो। तर उसले दिएनन्, दिन्न महिना मर्नुपर्छ भनेर मात्रै एक शब्द बोल्यो। उहाँलाई बोल्ने बित्तिकै झ्याम उसले हानिहाल्यो। तैँले किन गरिबको पसिना चुहाएर खाने हो, 1 महिनासम्म अहिले खानु परेको छ, भराइ खानुमा छैन, 1 महिना चाहिँ तपाईँले उसलाई बोलाएर ऊ बच्नु सक्छ, 1 महिना गडारले बच्नु सक्छ, ऊ नलाइकन भन्न थाल्यो। झ्याम पिट्यो, त्यहाँदेखि पिट्योपछि आउलेको कस्तो तरास भयो। ओहो, बिना सुत्तीमा उहाँलाई मैले चिनेको पनि छैन, अब त्यो ठेकदारलाई पनि चिनेको छैन, म बिचमा काम गर्दा अलिकति पैसा माग्दा यस्तो गर्छ भने मलाई नि मार्ने हो, यो ठाउँ त खतरा रहेछ, यो ठाउँ त खतरा सहरको काम त यस्तो पो रहेछ भन्ने भयो। झ्याम पिट्यो र कतको पछि धारा बनाएर कुट्यो त्यसलाई। भोलिबाट म आउनु नपरोस् केही गरी उसले तलमाथि पारेछ भने हामीले भन्नु, हामीले सुनौँ भने त्यो मान्छेले झ्याम पिट्यो अनि पैसा नि दियो। त्यसपछि जानुभयो कि काठमाडौँ फर्केर? पैसा दियो ढुक्क भयो, उसले त कुटै खाएछ। भोलिबाट गयो भनेदेखि त उसको मान्छे छ क्यारे, हामी त भोलि त न पैसा हामीले कुटै खान्छ भन्ने लाग्यो, न हामीलाई पनि त्यसरी गोत्ने हो कि यसले। मैले भोलिपल्टदेखि त अन्ततिर गयो फेरि, हुँदै गएन। अब अलिकति यहाँको वडा अध्यक्ष, यहाँको अब पालिका अध्यक्षतिर त्यो पनि केन्द्रित हो। चुनावपछि कतिको आउनुभयो, विकास निर्माणको काम कतिको भइरहेछ, बाटो निर्माण भइरहेको छ कि छैन, के छ, कस्तो देख्नु भएको छ? भेट हुन्छ कि नै वडा अध्यक्षज्यूको? त्यसपछि चुनावपछि भेट भयो कि नै त? होइन, हामी त दिनदिनै जस्तो नि जान्छ नि सर, अहिले दिन भन्नु कस्तो छ? राम्रो लाग्छ वडा अध्यक्ष तपाईँलाई? राम्रो लाग्छ उहाँको गरिरहेको काम? हुन ठिकै छ, अहिलेसम्म वडा अध्यक्षको कामहरू पनि ठिकै छ। हामीले उहाँले त्यस्तो नगरेको भए हामीले पनि एउटा पानीको युज पनि नपाउँथ्यो, पानीको सुविधा पनि पाइरहेको छ नि त अहिले, उसले नै गरेको हो। कतिपय नागरिकले आफ्नो वडा अध्यक्ष अनि पालिका अध्यक्ष देख्नै नपाएको पनि समय छ, तपाईँहरू देखिराख्नुहुन्छ, कुराकानी हुन्छ, मजाले कुरा राख्न पाउनुहुन्छ? आफ्नो समस्या राख्नलाई कुनै समस्या छैन? छैन सर, छैन, कुरा राख्न एकैछिनमा हुन्छ हाम्रो त। अनि पालिकाको अध्यक्षसँग कतिको हुन्छ? ठिकै छ सर, यहाँ ऊ पनि आइपुग्छन्। बाटो चाहिँ यहाँदेखि काठमाडौँ जाने बस पनि चल्दो रहेछ, अनि जिपहरू कतिको छ? यहाँबाट जिप त धेर छैन सर, जिप त छँदै छैन, जिप त अहिलेसम्म भएको छैन। अनि बोलेरोहरू चाहिँ 3-4वटा बोलेरो छ यो डाँडाभरिमा, चलाउँछ नै। एउटा अखिरी अफत पऱ्यो भने बोलायो भने अहिले नै आउँछ, हामीले समस्या हुँदा अहिले फोन गर्ने बित्तिकै अहिले पठाउँछ, अहिले आउँछ। तर ठिकै छ त, सबै जनप्रतिनिधिहरू तपाईँहरू जनताप्रति चाहिँ एकदम वफादार हुनुहुन्छ, इमान्दार हुनुहुन्छ, काम भनेको मान्नुहुन्छ। त्यही त। अझ यो भइदिएको भए हुन्छ जस्तो वडा अध्यक्षले हेर्नुहुन्छ होला यो कार्यक्रम, त्यसै गरी पालिका अध्यक्षले, उहाँलाई तपाईँको के छ अनुरोध? अझै यो थपिदिएको भए हाम्रो गाउँलाई, अझ चुक्टे ठाउँलाई अझै राम्रो बनाउन सकिन्थ्यो, यो चाहिँ गरिदिनु न भन्नुहुन्छ भने उहाँले हेर्दै हुनुहुन्छ? अझै पनि हामीलाई सुविधा भनेको सबभन्दा नै उसले विद्युतमा आयो, विद्युत दियो, उसले परिचालन गरिदियो हामीलाई। अझै पनि हामीलाई चाहिँ नि बाटो भन्यो, बाटो पनि उसले लु यहीँसम्म उसले तोडिदियो। एउटा सटर त चल्यो नि त, उसले 84मा 10 वर्ष हुन्छ सर हाम्रो वडा अध्यक्षले, पहिला पनि उसले नै भुक्तान भयो, अहिले दोस्रोचोटि उहाँ आफैले नै भयो, उहाँ आफैले नै जित्यो। अहिले अब 10 वर्ष हुन्छ, 10 वर्ष पछाडि चाहिँ अब उसको निमित्त उसले त्यसमा सिट पाइँदैन, अलिक ठुलैमा बढ्नु पर्यो। कस्तो छान्नुहुन्छ त? अब यतै सर, उहाँले छोडिसकेपछि त्यही अनुसारको आफूले त हेर्नु पर्यो, आफूलाई सुविधा हुने ठाउँ, आफूलाई चाहिँ गाउँलाई अलिकति सुविधा दिने खालको नै बुझ्नु पर्यो सर आफूले। अब मात्रै मलाई चाहिँ किनभने यो ठाउँमा बसेर चाहिँ पानीलाई हामीले नसकेमा वडा अध्यक्षज्यूले अथवा पालिका अध्यक्षले हामीहरूलाई चाहिँ अलि हामीले पहल गरेको अनुसार चाहिँ उहाँहरूले हेरिदिनु चाहना गरिदिनु भयो भने त्यो चाहिँ सुविधा हामीलाई चाहिँ आवश्यक त ठुलो सुविधा चाहिँ मलाई त्यही लाग्छ। पानी नै जिन्दगी हैन, पानी नै जिन्दगी, पानी बिना हाम्रो जिन्दगी नबाँच्ने देखियो। त्यही कारणले गर्दा मलाई चाहिँ एकदम
रातमा निन्द पनि छैन, दिनमा भोक पनि छैन। मलाई चाहिँ कस्तो भने यो पानी यो रोड खन्न नै रोडको कारणले गर्दा नै अलिकति रुटी चलेर नै लगेको हो। एकदमै अनि ऊ यहाँ हामी सँगै बनाएको भदौरे र यहाँको एउटै शीर्षक हो सर। अनि भदौरेमा चलिरहेको छ, केही पनि भएको छैन। हाम्रो यहाँ असार 25 गते यहाँ बगाएपछि मैले अब वडापालिकालाई उ गर्यो, निवेदन माग्यो र निवेदन उसलाई उसले सिफारिस गराइदियो। पालिकामा जानु पर्ने, पालिका गयो। अनि पालिकामा बुझाउँदाखेरि उसले प्राविधिक पठायो, वडाले प्राविधिक पठायो। प्राविधिक पठाएपछि पालिका जानु भन्यो, पालिका गयो। उसले चाहिँ ऊ एउटा नमुना बनाइदियो, एउटा चाहिँ ऊ इस्टिमेट बनाइदियो, यो थोक चाहिने रहेछ उहाँ भनेर प्राविधिकले बनायो। बनाएर मैले पालिकामा बुझाउनु भने पालिकामा बुझाउनु त। अनि वडा अध्यक्ष नभएको दिन परेर मलाई चाहिँ के भन्यो भने त्यहाँको अडिटले चाहिँ ल अडिटमा बस्यो तपाईँको कागजात, अडिटमा होस्, तपाईँको हराउँदैन। तपाईँको वडा अध्यक्ष र पालिका अध्यक्षसँग ठुलो डाउन त लिनु होला, सरसल्लाह गर्दै गर्नु होला, हुन्छ भनेर भने। अनि दसैँ अगाडि पानी खानै पर्छ भनेर जबत गर्दा केही छैन सर। त्यो तर उसमा चाहिँ मिसिनभित्रको चाहिँ बाँकी बाहिरको त्यो ठुलो गाँसो त्यो एलजीहरू सबै लगेको, एउटै नबसेको छ, तारसार केही थिएन। अनि ट्याङ्कीले अलिकति मैले बचाएको। त्यही गर्ले गर्दाखेरि मैले चाहिँ गर्दा एउटा सामान किन अब मिस्त्री छैन यहाँ, मिस्त्री बोलाउँदा थुप्रै पैसा लाग्छ भने हामी टाढा छन्। त्यहीँकै मिस्त्रीलाई भन्नुभन्दा, सिन्धुलीको मिस्त्रीलाई भन्दा ऊ पनि आउनु खोज्दैन, पैसा थुप्रो चाहिँ लाग्छ तपाईँलाई, यति पैसा दिए आउने भनेर भन्छ। यहाँ त हाम्रो समूहमा पैसा छैन। अब समितिहरू खडा भएको छैन, भएको समिति खडा जस्तो भनेर म हेरालो राखेको, म आफै खडा भएको छ। यो गर्नुपर्छ सर, तपाईँलाई 1-2 हजार 2-4 हजार दिन्छन्, आउनु न एक दिन 1-2 घन्टा त टाइम लाग्ने नै हो, तपाईँलाई हेरिदिनु के चाहिन्छ रहेछ भनेर भन्दा पनि त्यो पनि भएन। उहाँले अब गर्दै गरौँ, यति गर्दा हुन्छ भन्नु थाल्यो। त्यही गरेको अनुसारले चाहिँ आफूले सामान किनेर फिट गर्यो। यहाँ त अहिले त फिट चाहिँ भयो सर। के भयो भनेदेखि अहिले तपाईँको मेसिनले पानी फ्याँक्छ, तर पानी फर्क्यो, बन्द गर्ने बित्तिकै पानी मेसिनले पानी माथि डाँडाको ट्याङ्कीसम्म पठाउँछ, तर फेरि फर्केर मेसिनभित्रै गइहाल्छ पानी, मेसिनभित्रै गइहाल्छ। अब एउटा प्राविधिक सबै चिज छ, एउटा प्राविधिक मान्छे आएर यसो मिलाइदियो भने समस्या समाधान। हेर्दाखेरि सामान्य छ, प्राविधिकका लागि सामान्य, तर हामीलाई हाम्रा लागि त ठुलो कुरा, हामीलाई त थाहा छैन नि त। थाहा नभएको मान्छेको लागि असामान्य कुरा भयो, ठुलो कुरा भयो। हाम्रो पालिकाले चाहिँ एउटा प्राविधिक मान्छे पठाइदियो भने चुक्टेसम्म यो समस्या एक चुटकीमा समस्या समाधान हुन्छ भन्ने हाम्रो अन्तिम आश भनेको, अन्तिम विश्वास भनेको। र अहिलेसम्म गरि पनि राख्नु भएको छ। थुप्रै ठाउँमा पानीको समस्या समाधान भएको छ, 1-2 ठाउँमा त्यो पनि सुरुवात भएको, समस्या आएको, समस्यालाई अब समाधान गरिदिनु पर्ने समस्या भइरहेको थियो सर। त्यो रुडीले गर्दा अलिकति बिग्रियो कारणले गर्दा ठिक ठाउँमा ल्याउनु सकेन। हुन्छ, आज म करिब बिहानै 1 घन्टा हिँडेर आएँ, तपाईँसँग भेट गरेँ, तपाईँको काम मैले रोकिदिएँ, त्यसको लागि मैले माफी चाहन्छु। तपाईँको काम गर्दै हुनुहुन्थ्यो, भगाएर छोड्दै मैले तपाईँलाई यता बोलाएँ, माफी चाहन्छु। तर पनि तपाईँसँग मिठो कुरा भयो, राम्रो कुरा भयो, एकदमै जनतासँग जोडिएका कुरा, आम मान्छेसँग जोडिएका कुराहरू भयो, थोरै राजनीतिक कुरा पनि जोडियो, जनप्रतिनिधिप्रति जनताहरू खुसी भएको कुरा पनि हामीले यहाँ थाहा पायौँ। तर साना समस्याहरू अझै छन्, समस्या आइरहन्छन् पनि, र निरन्तर जनप्रतिनिधिहरू सक्रिय हुनुपर्छ, जनताका निम्ति सधैँ सक्रिय भइराख्नुपर्छ, र जनताले चाहेको बेला आइपुग्नुपर्छ त्यो ठाउँमा भन्ने लाग्यो। र तपाईँलाई विशेष ज्ञानबहादुर दाइलाई विशेष धन्यवाद दिन चाहन्छु। हस्, धन्यवाद, नमस्कार।